मान्छु हो कि त्यस्तो लाग्यो। अब म तपाईहरुलाई अर्को एउटा गीत सुनाउँछु। कसलाई के भन्नु र खै, मनमा आँट भएको, गोजीमा गाँठ भएको, त्यतिको मर्दा भेटिएन कोही। के गर्ने अब? सबैजनाले भन्छन् कोमल ओलीको बिहाई भएन भनेर, हैन? अनि मैले चाहिँ एउटा गीत गाएँ। ए 20 22 गइसक्यो उमेर, फेरि पैसा आउँदैन, घुमेर बिहे थाहा छैन, कसले मलाई लाने हो थाहा छैन, अहिलेसम्म कोही पनि माग्न छैन, कसले मलाई लाने हो थाहा छैन, अहिलेसम्म कोही पनि माग्न छैन। वास्तवमा यो गीत देखिसकेपछि मलाई यो गीत गाउँ कि नगाउँ जस्तो भइरहेको थियो। किनभने पहिलो जान पाम एल्बम जब मैले गाएँ एकदम मेरो धेरै क्रिटिसाइजहरू भयो है। कोमल ओलीले कोही नपाएर पहिलो जान पाम गीत गाए। हेलो स्मल सर्टिफिकेट, कसको सर्टिफिकेट हुनुहुन्छ? अनि के गर्ने, जाँच दिनलाई चाहिँ इक्जामरै भएन। जाँच लिने मान्छे छैन, कसरी जाँच दिउ? त्यसपछि पहिलो जान पाम एल्बम निस्किसकेपछि हजुरको मेरो यति चाहिँ क्रिटिसाइज भयो कि कोही नपाएर चाहिँ पहिला गएन, यहाँ त्यहाँ अब यस्तो अश्लील गाना भयो, यस्तो भयो हैन भनेर एकदम आक्रमण भयो। त्यो बेलामा आई वाज भेरी नर्भस। म चाहिँ घरभित्र बसिरहन्थेँ, बाहिर निस्किँदैन थिएँ। अनि पत्रकारहरूको फोन आउँथ्यो, फोन पनि कट, स्विच अफ, नम्बर चेन्ज गरे। अनि पछि मलाई डिप्रेसन होला जस्तो भइसकेको थियो। त्यो बेलामा तिम्रो गीत हरेक कुराले राम्रो छ, कहिले पछाडि नफर्क, जस्ट अगाडि हेर, जहिले पनि आफूलाई दृढ विश्वासका साथ अगाडि जे काम गर्छौ अगाडि बढ, तिमी एक्लै गयौ भने तिमीलाई कसैले केही गर्न सक्दैन, तिम्रा पछाडि लाखौं मान्छे लाग्ने छन् भनेर मलाई थाप मार्ने एकजना व्यक्ति हुनुहुन्थ्यो। त्यो व्यक्ति हुनुहुन्थ्यो मेरो बा, मेरो फादर, एकजना सिर्फ। यो गीत टिभीमा बज्यो भने ओहो यो गीत मलाई मनै पर्दैन, टिभी बन्द गर्ने, कहीँ गए पनि यो गीत चाहिँ त्यो गीत चाहिँ नगाउनु है भनेर मन नपराउने फेरि एकजना अर्को मान्छे हुनुहुन्थ्यो। उहाँ हुनुहुन्थ्यो मेरो आमा, मेरो मदर। मेरो बाको सबभन्दा फेभरेट गाना हो, मेरो आमालाई मन नपर्ने गीत हो। तर म हेर्दा ओर्दाखेरि चाहिँ मेरो नेचर, मेरो के रे पछाडिबाट मलाई गोली आयो। त्यसपछि मैले सोचे जो मान्छेले आहा भन्छन् त्यो सबै मेरो बाको क्याटेगोरीमा राखिदिन्छु, म दङ्ग हुन्छु, खुसी हुन्छु। जो मान्छेले यो गीत मलाई मन पराउँदैनन्, मेरो गीत तपाईको गीत त मन पर्दैन मलाई यस्तो भन्छन्, त्यो चाहिँ म मेरो आमाको क्याटेगोरीमा राखिदिन्छु। आफ्नो आमासँग को रिसाउँछ र हैन? म सम्झिन्छु, अरे मेरो आमालाई त मन पर्दैन थियो, यो मान्छेलाई मन नपरेर के भएर मेरो आमा जस्तै रहेछ भन्छु हैन? अनि मलाई दुःखै लाग्दैन आज भोलि। म यस्तो देशमा गएँ, ट्युनिसिया गएँ, जहाँ 50 परिवार मात्रै बस्थे, भर्खरै फर्किनु भयो। ट्युनिसमा गएँ, ट्युनिसियाको राजधानी ट्युनिसमा। त्यहाँ मलाई कोमल ओली भनेर चिन्दैन थिए, पहिला जान पाम भनेर बोलाएको। त्यस्तो ठाउँमा गएर मैले गीत गाएँ। पहिला जाने भनेको यहाँ रामदाई पनि हुनुहुन्छ, आफूले छानेको केटालाई बिहा गरेर जान पाऊँ भनेको हो। चाडपर्वको गीत हो। यो गीत रेकर्ड गर्दा मैले नेपाली शब्दकोश अगाडि राखेर, मुलुकेन राखेर पहिलो शब्दले के असर गर्छ भनेर संस्कृतिविदहरूलाई सोधेर गाएको गीत हो। साह्रै राम्रो पोइ परोस् कलेजमा पढेको, मिठो खाई राम्रो लाई सुखसँग बढेको, यस्तो पोइ परोस् कि दुनियाँभरका केटीहरूको आँखा गढेको रे। त्यो पोरो कति राम्रो होला हैन? त्यस्तो पोइ पर्यो भने के गर्ने लौ न हैन? हामी त त्यस्तै चाहन्छौँ नि, भगवानसँग मागेको हो त्यो। किनभने हाम्रो आमाहरूले त्यही सिकाउँथे, ल ध्यान गर, आँखा बन्द गरेर पूजा गर,
कोही पाइयोस् भन सोच मनमा है त्यसो भने हो क्या अरे त्यसकारण कोही चाहिँ राम्रो चाहियो भने हो होइन र पढे पनि त हामीलाई हुन पर्यो नि पाँच बिहा गरेर के गर्ने होइन दिदीबहिनीलाई सोध्दैछु हो कि होइन स्याबास त्यस कारणले गर्दाखेरि चाहिँ त्यस्तो शब्द छ यसमा नराम्रो यस्तो अश्लील केही पनि छैन त्यसकारण मलाई मनपर्ने गीत हो म एकछिनपछि तपाईँलाई सुनाउने छु तर त्योभन्दा पहिला चाहिँ त्यसपछि मैले चाहिँ पोइ त मागे भगवान्सँग कस्तो ल तिमीलाई पोइ दिन्छु भने पनि शिवजीले भने त बर्बादै हुन्छ फेरि भनेर फेरि अर्कोचोटि चाहिँ शिवजीसँगै भनेको हो म के अरे गोजीमा गाँठ भएको र मनमा आँट भएको होइन वेभलेन्थ मिल्ने त हुन पर्यो नि अलिकति केही खुवाउन सक्ने पनि हुन पर्यो गाडी चढाउन सक्ने पनि हुन पर्यो भरे म चढाउन सकिहाल्छु तर पनि त उसको पनि त हुन पर्यो होइन त्यसैले गोजीमा गाँठ र मनमा आँट भएको चाहिन्छ मलाई खुसी लाग्यो युकेमा पनि देखेँ छोरीहरूको टन्न गोजीमा गाँठ र मनमा आँट रहेछ है यहाँ पनि दिदीबहिनीहरूको सबैजनाले आज हाम्रो दिपकजीको मिसेस धर्मपत्नी अर्धाङ्गिनी ब्युटिफुल वाइफ हेङखामा मिसेस हेङखामा वेयर आर यु यस हेङखामाले गाडी चलाएको म अगाडि बसेको कस्तो आनन्द आयो मलाई त थ्याङ्क यू कङ्ग्रेचुलेसन्स है आइ एम सो ह्याप्पी है केटा मान्छेले मात्रै गाडी चलाएकोमा छेउमा बस्दाखेरि कस्तो कस्तो लाग्थ्यो आज छोरीले चलाएकोमा बस्दा एकदम आनन्द आयो अनि केटा मान्छेकोले चलाएकोमा छेउमा बस्दाखेरि चाहिँ फेरि मतिर हेरेर एक्सिडेन्ट होला भन्ने डर लाग्यो अनि त्यसैले म जहिले पनि पछाडि बस्ने प्रिफर गर्छु होइन तर उहाँ जसले चलाउनुहुन्छ उहाँले चाहिँ अगाडि बस्दियोस् भन्ठान्नु भएको हुन्छ कि मन भन्न तर म चाहिँ पछाडि नै बस्छु फेरि है त्यो मैले बुझ्या हुन्छु नि त्यही भएर चाहिँ कसलाई के भन्नु र खै मनमा आँट भएको गोजीमा गाँठ भएको त्यतिको मर्द भेटिएन कोही ल राम दाई ओके बाबु कतिमा छ भने त्यही 13वटा सिडीको ट्र्याक नम्बर 5 सायद ट्र्याक नम्बर 5 कोही त दिदी पनि कोहीलाई नाच्ने व्यर्थ मेरो जिन्दगी